सम्मान गर्न गइरहेको छु। हामीलाई सत्यताको बाटो हिँडाउनुहुने सत्य ईश्वर चाहिँ हाम्रो आत्मामा हुनुहुन्छ भनेर चिनाउनुहुने नेपालभरिकै नभएर विश्वभरिकै अग्रज्यू आदरणीय प्रकाश सर हजुर र उपप्रमुख सुशीला म्याम हजुर र उहाँको होल फ्यामिलीमा पनि एकै मुष्टमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। हिजोको दिनमा लत्रीको अवस्था वचन के हो बुझ्न नसकेको अवस्थामा वचनद्वारा उठाउन हुने हिरा सर हजुर र उहाँको होल फ्यामिलीमा पनि एकै मुष्टमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यसै सच्चाइ गौरवधारका तारमा पनि परमेश्वरको राज्यलाई हाँकेर अग्रसर भएर अगाडि बढ्नुहुने यसै शाखाको प्रमुख ज्यू राजु सर हजुर र सहअगुवा समीक्षा म्याम हजुर र उहाँहरूको दुवै होल फ्यामिलीमा पनि एकै मुष्टमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र यसै शाखामा एकदमै उत्साहित भएर हालत समस्यालाई पनि नहेरिकन निरन्तर परमेश्वरको प्रेमलाई बुझेर यस राज्यमा अगाडि बढिरहनुहुने सम्पूर्ण लिडरज्यू सरज्यू म्यामज्यू र सम्पूर्ण परमात्मा पिताको आत्मिक र निर्दोष सन्तान सबैप्रति पनि एकै मुष्टमा उच्च सम्मान ईश्वरको भरिपूर्ण आशिष गर्न चाहन्छु। यस समय परमेश्वर पिताले वचन शिक्षाको लागि चुन्नु भएको छ। जानेको केही छैन त जान्नेवाला परमात्मा यस समय उपस्थित भइराख्नु भएको छ र सबैलाई नयाँ जीवन दिएर उहाँको राज्यमा चुलेर ल्याउनु भएको छ। सबैको मनलाई परिवर्तन गराउनेवाला, सोचलाई परिवर्तन गराउनेवाला, हृदयलाई परिवर्तन गराउनेवाला, शरीरको समस्या र आत्माको शोकलाई पनि परिवर्तन गराउनेवाला, त्यो जति पनि समस्या ल्याउनेवाला खराबी चिजहरूलाई हटाउनेवाला परमेश्वर एक मात्रै हुनुहुन्छ। सृष्टिका महान अनुकारी पिता हामी सबै हुनुहुन्छ। सबैजनाले त्यो मन त्यो विश्वास परमात्मामा दिएर परमेश्वरले गर्नुहुन्छ भन्ने त्यो विश्वासले आउनु भएको छ त परमेश्वरले बोलाउनु भएको छ। यो पृथ्वीका पल्लो छेउका हो किनकि मतिर फर्क, म तिमीतिर फर्किसकेको छु। तिमीहरूमा भएको समस्याहरू सबै मैले लिइसकेको छु किनकि म कहाँ हो। परमेश्वरले बोलाएर आज हामीलाई ल्याउनु भएको छ होइन र सबैको निमित्त परमेश्वरले चुनेर ल्याउनु भयो, बोलाएर ल्याउनु भयो र आज हामीले उहाँलाई चिन्न पायौँ र हरेक समस्या सुम्पिएका छौँ र परमेश्वर पिताले लिनु भएको छ। जसले सुम्पिनु भयो, जसले दिनुभयो त उहाँको पीड चिन्ता समस्याहरू सबै परमेश्वरले लिनु भएको छ। जसले सुम्पन सक्नु भएको छैन, होला कि नहोला, कति थरी डाक्टर धामीकोमा जाँदा त भएन, फेरि के होला र भन्ने मनमा त्यो चार बनेर बसिरहेको छ अझै पनि भनेदेखि उहाँमा सुम्पिन सकेको छैनौँ सबै मन भनेदेखि जब हामीले कुनै कुराहरू पनि पाउँदैनौँ, जब परमात्माले भन्नुभएको छ त सारा मनले ममा विश्वास र भरोसा गर, सबै मनले के त ममा आशा र भरोसा गर भनेर भन्नुभएको छ त सबै मनले उहाँमै आशा, उहाँमै भरोसा उहाँले नै गर्नुहुन्छ भने त्यो मन जब हामीले बनाउँछौँ, समस्या आउँदा, हालत आउँदा, कठिनाइ आउँदा, दुःख आउँदा, चिन्ता आउँदा, पीडा आउँदा सबै कुरा चाहिँ के त परमेश्वर पिता नै एक मात्रै मलाई रच्नेवाला, मलाई बनाउनेवाला, मेरो मम्मीको गर्भमा मेरो मम्मी र बाबाले पनि नदेख्दाखेरिमा मेरो परमात्मा पिताले मलाई बनाइराख्नु भएको थियो, देखिराख्नु भएको थियो, कुन स्वरूपमा तयार पार्ने, कसरी रच्ने भनेर त्यो सबै परमात्मा पिताले देख्नु भएको थियो, रच्नु भएको थियो। स्वयं पिता आज मसँग हुनुहुन्छ, मेरो आत्मामा पिता हुनुहुन्छ, हरेक पल मलाई उहाँले सहायता गरिराख्नु भएको छ भन्ने हजुरहरूले आत्माबाट विश्वास गर्नुहुन्छ तब के त परमेश्वर पिताले पनि कार्य गरिसक्नु भएको छ। परमेश्वर पितामा जब विश्वास गर्छौँ सबै कुरा के त परमात्मामै सम्भव छ भन्नुभएको छ। विश्वास गर्नेहरूको निमित्त त्यो चिन्ह र चमत्कारको काम मैले गरेर देखाउने छु कि ताकि जब के त तिमीहरूको विश्वासद्वारा भूत आत्माहरूलाई हटाउन सक्ने शक्ति दिनेछु र कुष्ठ रोगीहरूलाई निको पार्नेछु र जति पनि रोगीहरूलाई निको बनाउन सक्ने त्यो शक्ति सामर्थ्य के त मैले तिमीहरूमै
प्रकट गरेको छु भन्नुभएको छ। भनेपछि हामीले गरेको विश्वासद्वारा हामी आफूमा पनि भयो र अरूमा पनि आएका भूत आत्मा लागेका कुष्ठ रोगीहरू, हरेक समस्यामा परेका रोग लागेकाहरू हरेकलाई चाहिँ त्यो समस्याबाट छुटकारा दिन सक्ने, त्यो समस्यालाई हटाउन सक्ने त्यो शक्ति र सामर्थ्य चाहिँ आज कि त हामी सबैमा परमेश्वर पिताले प्रकट गर्नुभएको छ। हामी सबैको विश्वासद्वारा जसले विश्वास गर्नुभयो उहाँमा पनि त्यो शक्ति दिनुभएको छ भनेर जब वचनलाई जब पालना गर्नुभयो, जब वचनलाई ग्रहण गर्नुभयो र वचन अनुसार हिँड्नुभयो, वचन अनुसार चल्नुभयो, तब परमेश्वर पिताले कार्य हामी सबैद्वारा गरिसक्नु भएको छ।